तिलोत्तमा ड्राइभर टोल 1 मा रहेको बिहानी इलेक्ट्रिकल्सका सञ्चालक कृष्ण कार्कीसँग अहिलेको व्यापार व्यवसायको सन्दर्भमा हामी कुराकानी गर्दैछौँ। कृष्णजी, यहाँलाई स्वागत छ। नमस्कार। अब व्यापार व्यवसाय चौपट भयो भन्छन्, तपाईँकोमा आएर हेर्दाखेरि ग्राहकको त्यत्तिकै भिड देखिरहेको हुन्छु मैले। खास कस्तो छ अहिले अवस्था? व्यापार व्यवसाय चौपट भन्दा पनि त्यस्तो चौपटै चाहिँ होइन, तर पहिलाको अवस्था र अहिलेको अवस्था, काम गर्ने अवस्था चाहिँ अलिकति फरक छ। ग्राहकहरूलाई पहिला जुन हिसाबले हामीले सेवा दिँदाखेरि जति सहज थियो, जति सजिलो थियो, अहिले त्यति सजिलो छैन। अहिले चाहिँ गाह्रो छ। अहिले चाहिँ पहिला जसरी हामीले ग्राहकहरूलाई सेवा दिन्थ्यौँ त्यसरी दिनको लागि हामीलाई धेरै कष्ट गर्छ। पहिला आर्थिक हिसाबले होस्, अरू यो सामानहरूको सहजीकरणको हिसाबले होस्, धेरै कुराले चाहिँ गाह्रो छ। अझै कोभिड पछि भनौँ काम गर्न साह्रै समस्या भएको छ वास्तवमा भन्ने हो भने। अब हामीलाई जसरी पनि चल्नै पर्ने बाध्यताले गर्दाखेरि चलिरहेछौँ। कसरी चलिरहेछौँ त्यसको पिरमर्का हामीलाई आफूलाई थाहा छ। मान्छेहरू जस्तै हामीलाई आवश्यक पर्ने कामदारहरू पनि अहिले पाउन गाह्रो छ। हेर्नुहोस्, सबैजना प्राय अब विदेश जाने अथवा केही एउटा आफूले गरेको काममा पनि त्यति सन्तुष्ट नहुने खालको अवस्था छ। र बजारमा अलिकति पैसाहरू पनि, जस्तै बजारमा उठाउनु पर्ने पैसाहरू पनि पहिलाभन्दा अलिकति असहज छ, उठाउनको लागि धेरै गाह्रो छ। मान्छेहरू सम्पर्कमै हुँदैनन्। कतिपय सम्पर्कमा भएका मान्छेहरूसँग पनि अब एकदम धेरै जोडबल गर्नलाई पनि गाह्रो छ। अब नगरिकन पनि आफूलाई चल्न गाह्रो छ। तर त्यो मान्छेहरूसँग पैसा उठाउन पनि हामीलाई गाह्रो छ। त्यसले गर्दाखेरि अहिले समग्र पहिलाभन्दा अहिले काम गरेर अगाडि बढ्नको लागि जस्तै यो व्यापार विविधीकरण भन्छ नि, जहाँ पनि पसलहरू खुल्नुको कारण पनि त्यति मनज्ञ व्यापार नभएको हो कि? त्यस्तो भन्दा पनि एउटा के छ भन्दाखेरि अब हाम्रो यहाँ चलनै पनि अब सबैले अब सजिलरी नै पैसा कमाइन्छ भन्ने सोच पनि हो, तर त्यति सजिलो चाहिँ छैन। कतिपय पसलहरू नयाँ खुलेका पनि छन्, कतिपय पसलहरू बन्द भएका भए पनि छन्। बन्द हुने क्रम पनि त्यस्तै छ, नयाँ खुल्ने क्रम पनि त्यस्तै छ। तर टिकिरहने खालको माहौल चाहिँ टिकिरहनको लागि चाहिँ गाह्रो छ। नै त्यो त अब सामान्य रूपमा मान्छेले पसल खोलेपछि हुन्छ भन्छन्, कमाउँछन्, त्यहाँबाट खोलेपछि अनि थाहा हुन्छ, अगाडि बढ्न गाह्रो हुन्छ। त्यहाँबाट अनि यसो अलिअलि लगानी डुबाउने, फेरि बन्द गर्ने त्यो चाहिँ एउटा माहौल चाहिँ कस्तो भन्दाखेरि एउटा धमिलो पानी जस्तो, एउटा सङ्लो नभएर धमिलो पानी जस्तो थियो। त्यो पानीभित्रमा जो खेल्न सकेन त्यस्तै हो। किसिमजी अब तपाईँको पसलमा हामीले ग्राहकले पाउने सामग्री के तपाईँहरू बेच्नुहुन्छ? खास हामीले यहाँ इलेक्ट्रिकल्स अनि प्लम्बिङ, बिजुली र धाराका सामानहरू, जस्तै अब बिजुली वायरिङ गर्ने सामानहरू, अनि धाराको टोयलेटहरू, कम्बोर्डहरू, अनि धाराहरू, अनि पानीको पाइपहरू, बिजुलीको तारहरू, बिजुलीको तपाईँको स्विचहरू, अनि ढलाइ गर्दा चाहिने पाइप बोर्डहरू, अनि इन्भर्टरहरू, चिम्नीहरू, गिजरहरू, कुलरहरू हामीले सकेसम्म जति सकिन्छ ग्राहकहरूलाई चाहिँ सुविधा दिने हिसाबले सामानहरू पनि व्यवस्थापन। जस्तै तपाईँहरूको मार्केट चाहिँ केवल तिलोत्तमा क्षेत्र मात्रै हो कि यहाँबाट चाहिँ बाहिरसम्म पनि मार्केट छ? खास प्रमुख त तिलोत्तमा नगरपालिका नै हो। त्यस बाहेकमा लगभग बाहिर पनि अलिअलि हाम्रो सामानहरू जान्छ। कति वर्षदेखि तपाईँहरू यो पसल चलाइराख्नु भएको छ भने यो व्यापार व्यवसाय कति वर्षदेखि चलाउनु भएको छ? हामीले पसल यो यही व्यवसाय सञ्चालन गरेको थियो 14 वर्ष भइसक्यो, जो चाहिँ तुलनात्मक हिसाबबाट त्यति कमजोर छैन, राम्रै छ। ठिक छ, राम्रो छ, नराम्रो छैन। तर मैले भने नि त पहिला जति सजिलो थियो अहिले सजिलो छैन। जस्तै तपाईँ जस्तो कयौँ युवाहरू अहिले चाहिँ वास्तवमा बाहिरिरहेका छन् कि? खास मैले बुझ्दाखेरि तपाईँको उमेरका युवाहरू अन्यत्र मुलुकहरू गइरहेका छन्। तपाईँ यहीँ बसेर व्यापार व्यवसायको माध्यमबाट स्वदेशमै बसिराख्नु भएको छ खास। र अहिलेको परिस्थितिमा मुलुकमा गरी खाने अवस्था छ कि छैन? खास तपाईँलाई के लाग्छ? अलिकति मानसिक रूपमा बलियो भएर मात्रै यो हाम्रो देशमा बस्नुपर्ने अवस्था। किन भन्दाखेरि जस्तै बाहिरी माहौल, सबै कुराको देखावटी माहौलको हिसाबले त गाह्रै छ। तर मानसिक रूपमा बलियो भएर बस्ने हो भनेदेखि सधैँभरि एकनाश त नहोला होइन, भोलि केही चेन्जेस पनि आउला।
भोलिको अवस्था राम्रो पनि होला, तर अब हामी चाहिँ ठ्याक्क नराम्रो हुन बित्तिकै आत्तिहाल्ने, विदेशतिर दुगोरिहाल्ने होइन। विदेशमा पनि त राम्रै हुन्छ भन्ने ग्यारेन्टी छैन नि त। भोलि हाम्रो मुलुकमा पनि राम्रो हुन सक्ला होइन। तर अहिलेको अवस्था चाहिँ के छ भन्दाखेरि बाहिरी माहौल पनि, सोसल मिडियाले पनि खालि बाहिर 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 भन्ने हिसाबले गर्दाखेरि अनि मान्छे थोरै यहाँ केही गर्न बित्तिकै, काम गर्न बित्तिकै सफल भइन्छ भन्ने त होइन नि त। धैर्यता पनि चाहिन्छ होइन। अब अप्ठ्यारो स्थिति त चाहिँ पनि आउँछ नि। त्यति सजिलो सरल सहज हुन्थ्यो भने त जसले पनि गर्थ्यो होइन। त्यति सजिलो सरल सहज चाहिँ छैन, तर हामीले धैर्यता पनि गर्नुपर्छ र स्वदेशमै बसेर केही गर्न पनि पर्छ र गरेर पनि हुन्छ। यो कार्की इलेक्ट्रिकल जुन तिलोत्तमा नगरपालिका वार्ड नम्बर 1 डाइभरटोलमा अवस्थित छ, डाइभरटोल बजारमा सँगै सटेको यो कार्की इलेक्ट्रिकल साइड सप्लायर छ। यहाँ बिएनए ट्रेडर्सको नामले पनि हामी यसलाई चिन्न सक्छौँ। यो हामी देख्न सक्दछौँ। यहाँ आएर हामीले चाहेका सामग्रीहरू, इलेक्ट्रिकल सामग्रीहरू किन्न सक्दछौँ आफूले रोजेर खोजेर।